सम्पूर्णलाई मेरो नमस्कार। म सिद्धार्थनगर नगरपालिका निवासी अर्जुन गिरी। हाम्रो यो सिद्धार्थनगरमा फोहोर मैलाले यत्रो गन्दगी फैलिएको छ, तर यहाँका नागरिकहरू किन जागेका छैनन् यो मैले बुझ्न सकेको छैन। हामी बुद्ध नगरी भन्छौँ, यो सिद्धार्थनगरलाई बुद्ध नगरी भन्छौँ। बुद्धको प्रवेशद्वार यही नै सिद्धार्थनगर हो। सिद्धार्थनगरबाट प्रवेश भएर देश विदेशबाट आउने भक्तजनहरू सबै बुद्ध धर्मावलम्बीहरू र अरू अन्तर्राष्ट्रिय कुनै पनि जात जाति भाषा धर्म मान्नेहरू पनि नेपाल हेर्न आउनेहरू सबै यही नाका हुँदै बेलैया नाका हुँदै नेपाल अधिराज्यभरि घुम्न पस्ने द्वार हो। यस्तो द्वारमा जताततै फोहोरै फोहोर। यो फोहोरको निकास किन नभएको हो? यो नगरले के हो? अब हालटाल गरेर 8 महिना पुर्याउँ, 8 महिना पुगेपछि जे त होला जसुकैले गर्ला भन्ने किसिमको सोच राखेको भने यो गलत कुरा हो। किन भन्दाखेरि आफ्नो समयको बेलामा आएको समस्याहरू आफैले समाधान गर्नुपर्छ। अरू आउला र अरूले गर्ला भनेर चाहिँ आफू चाहिँ पन्छिनी कामहरू गर्नुभएको छ भने यो ठुलो भुल हो। यो सम्पूर्ण 13वटा वडावासीहरूले हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि हाम्रो नगरलाई सरसफाइ हामीले हरेक चिजमा चाहिँ सुन्दरीकरणको लागि चाहिँ हामीले चुनेर पठाएका जनप्रतिनिधिहरू सम्पूर्णलाई हामीले उहाँहरूलाई समात्नै पर्छ। किन भन्दाखेरि उहाँहरूलाई जिम्मेवार दिएर पठाएका हो। तपाईँहरूले काम गर्नुहोस्, हाम्रो साथ छ भनेर। तर उहाँहरूले किन काम गर्न सक्नु भएको छैन? किन यो काम भइरहेको छैन? यस्तो बुद्ध नगरीलाई चाहिँ फोहोर नगरी गराएर चाहिँ गरिन्छ भने 13वटा वडाका नगरवासीहरूले 13वटै वडामा चाहिँ ताला लाएर भए पनि यसको निकास खोज्नुपर्छ। हामीले अलिकति कडाइका साथ हामीले थ्रेटिङ दिएन भने यसको निकास निस्किँदैन जस्तो लाग्यो मलाई। त्यो भएर 13वटै वडाका वडावासीहरूलाई चाहिँ मैले एउटा निवेदन गर्न चाहन्छु। किन भन्दाखेरि 13वटै वडाका वडाध्यक्षहरूको पनि गल्ती छ। यहाँ वडाध्यक्षज्यूहरूले मेयरलाई किन झकझक्याउनुहुन्न? उहाँहरूले किन यसको उमा चाहिँ बजेट पारेर गर्नुहुन्न? मैले सुनेको छु अब नगरपालिकाको जग्गा छ भन्छ। यस्तो बेलामा पनि त्यो जग्गामा किन प्रयोग गरिएको छैन? अहिले प्रशासन लाएर भए पनि एउटा फोहोर मैलाले भरिसकेको छ सिद्धार्थनगर। आफ्नो जमिन भएको हुँदै पनि